पासपोर्टको आवेदन दिएर बसिराख्नु भएको छ, तपाईलाई पासपोर्ट कुन अवस्थामा छ चेक जाँच गर्नको लागि आज म तपाईलाई 3वटा तरिकाबाट सिकाउने छु। सो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौँ। सबैभन्दा पहिले तपाईले प्ले स्टोर वा एप स्टोरमा तपाईले नेपाली ई पासपोर्ट एप्लिकेसन डाउनलोड गर्नुहोला र डाउनलोड गरिसकेपछि तपाईले ओपनमा क्लिक गर्नुहोला र क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ एप्लिकेसन स्ट्याटसमा यसमा क्लिक गर्नुहोला र क्लिक गरिसकेपछि अब तपाईले रेफरेन्स नम्बर छ भने तपाईले यहाँ रेफरेन्स नम्बर राखेर चेक गर्न सक्नुहुन्छ र यहाँ बारकोडमा क्लिक गरेर तपाई पासपोर्टको आवेदन दिँदाखेरि फर्म लिनुभएको थियो त्यो फर्म चाहिँ तपाईको बारकोड यस्तो खालको बारकोड हुने गर्छ जुन तपाईले यो बारकोड यहाँ यसमा स्क्यान गरेर चेक स्टार्टमा क्लिक गरेर चेक गर्न सक्नुहुन्छ र यो तरिकाबाट यदि भएन भने तपाई अर्को तरिकाबाट पनि गर्न सक्नुहुन्छ। अर्को तरिका रहेको छ तपाई क्रोम ब्राउजरमा आउनु होला र डिपार्टमेन्ट अफ पासपोर्ट सर्च गरेपछि थोरै स्क्रोल गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ डिपार्टमेन्ट अफ पासपोर्ट यसमा टच गर्नु होला। अब तपाईलाई यस्तो खालको इन्टरफेस हुने गर्छ जुन तपाईले यहाँबाट कट गर्नु होला। कट गरिसकेपछि तपाई यहाँ देख्न सक्नुहुन्छ नेपाली र इङ्ग्लिस दुईटैमा छ, तपाईले कुन सजिलो लाग्छ त्यो चुज गरेर तल स्क्रोल गर्नु होला। हल्का तल आइसकेपछि यहाँ अब तपाई यहाँ देख्न सक्नुहुन्छ राजधानीको स्थिति विवरण जाँच गर्नुहोस्। तपाईले यहाँ आफ्नो नागरिकताको नम्बर राख्नुपर्ने हुन्छ र नागरिकता नम्बर राखिसकेपछि जन्म मिति तपाई इङ्ग्लिस डेटमा राख्नुपर्ने हुन्छ। अब इङ्ग्लिस डेट पनि राखिसकेपछि तपाईको जन्मस्थान तपाईको पासपोर्ट अनुसारको जन्मस्थान यहाँ राख्नुपर्ने हुन्छ र त्यसैगरी यहाँ रहेको छ थर, तपाईले थर राख्नु होला र स्थिति जाँच गर्नुहोस्मा टच गर्नु होला र तपाईको पासपोर्टको विवरण चेक हुनेछ। र तपाईले अर्को एउटा आउनुहोस् त्यो तरिकाबाट कसरी गर्न सकिन्छ। सबैभन्दा पहिले तपाईले आफ्नो मोबाइलमा भएको फेसबुक ओपन गर्नु होला। अब फेसबुक ओपन गरिसकेपछि यहाँ तपाईले सर्च बार देख्न सक्नुहुन्छ। सर्च बारमा तपाई आइसकेपछि यहाँ एम्बेसी अफ नेपाल तपाई अब कुन ठाउँबाट गर्दै हुनुहुन्छ तपाई त्यो ठाउँको नाम राख्नु होला। जस्तै म एउटा कुनै चुज गर्दै छु, जस्तै दोहा कतारको मैले एउटा चुज गरिसकेको छु। अब यहाँ देख्न सक्नुहुन्छ तपाईले यसमा फेरि एकचोटि क्लिक गर्नु होला र क्लिक गरिसकेपछि हल्का तल आएर तपाई यहाँ देख्न सक्नुहुन्छ राजधानी सम्बन्धी सूचना भन्ने अप्सनमा तपाई एकचोटि क्लिक गर्नु होला र क्लिक गरिसकेपछि यहाँ फेरि तल हल्का सार्नु होला। यहाँ देख्न सक्नुहुन्छ अब छ नेम र ओल्ड पासवर्ड। यदि तपाईको नाम यसमा छ भने तपाईको 100% कन्फर्म छ तपाईको पासवर्ड आइसकेको छ भनेर अर्को पाना पनि पल्टाउनु होला। पासवर्ड चेक गर्दा केही समस्या परे तपाई कमेन्टमा कमेन्ट गर्न सक्नुहुन्छ र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला।